नमस्कार साथीहरू, आजको यो भिडियोमा हामी तपाईलाई देखाउँछौँ जापानको एक अत्यन्त लोकप्रिय परम्परागत र स्वादिलो मिठाई उजी माचा स्ट्रबेरी मोचीको बारेमा। यो मिठाई जापानी संस्कृति र परिकार प्रेमको उत्कृष्ट उदाहरण हो। मोची भन्नाले चिउरे चामलबाट बनेको नरम लचिलो मिठो गेडी हो। उजी माचा भनेको जापानको उजी क्षेत्रबाट प्राप्त उच्च गुणस्तरको हरियो चिया पाउडर हो, जुन स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ। र अब यसलाई चाहिँ बनाउने प्रक्रियाको बारेमा कुरा गरौँ। यो सबैभन्दा पहिला चिउरी चामलको पिठो, पानी र चिनी मिसाएर नरम डो बनाइन्छ। त्यसपछि माचा पाउडर मिसाइन्छ र जसले मोचीलाई हरियो रङमा स्वाद दिन्छ। त्यसपछि भने अब यो डोलाई सानो भागमा काटिन्छ र भित्र मिठो भर्ने सामग्री जस्तै रेड बिन पेस्ट या कस्टर्ड राखिन्छ। र यसको खास आकर्षण चाहिँ के छ भने ताजा रातो स्ट्रबेरी। प्रत्येक मोचीको माथि एउटा थुङ्गा ताजा स्ट्रबेरी राखिन्छ, जुन मिठाईलाई स्वादिलो मात्र होइन हेर्दा पनि मनमोहक बनाउँछ। र यो चाहिँ बेच्ने ठाउँमा यसको मूल्य करिब 1000 येन पर्छ। एउटा सानो डल्लो हुन्छ हुनलाई यो चाहिँ, र यो भेगन पनि हुन्छ र कुनै जनावर योग्य पदार्थ नहुँदा स्वास्थ्य र वातावरण दुवैलाई पनि राम्रो चाहिँ हुन्छ। र जापानको मन्दिर क्षेत्र, चिया पसल, विशेष मिठाई स्ट्रबेरी यस्तो चाहिँ मिठाई सहजै भेट्न सकिन्छ। र यदि तपाईँ जापानमा हुनुहुन्छ, जापानको क्योतोमा हुनुहुन्छ भने यो कियोमिजी डेरा भन्ने ठाउँमा यो सजिलै प्राप्त गर्न चाहिँ सकिन्छ। सबैजनालाई अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। र भिडियो हेरिसकेपछि पक्कै पनि लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु हुनुहुन्छ भन्ने आशा गरेको छु। धन्यवाद।